स्ट्रबेरीको स्पेलिङै मिलाएर म डब्लु छैन। गाइज वेलकम टु आवर मिनी भ्लग। आज हामी जान्छ बसन्तपुर अनि गाडी नभएर चाहिँ हामी कुरिरहेको छौँ। मैले चाहिँ चस्मा पनि लाग्छु, मेरो केटा चढिसकेको छौँ। अब हामी भेट्छौँ हजुरहरूसँग कलङ्की। हामी कलङ्की आएर नानीको अफिसमा छिरिसक्यौँ, नानीलाई पनि लिइसक्यौँ। अब मामुलाई मात्रै लिन बाँकी। हामी बसन्तपुर जानु भनेको मामुहरूलाई कपडै किनेर फुर्सद पाइसकेन। अब जाऊँ न, मलाई वान पिस नकिनिदिने रे मामुले। यहाँनिर कपडा किनेपछि हामी जान्छौँ। अब चाहिँ सिधा बसन्तपुर जाने हो नि? पक्का नि? म धेरै एक्साइटेड। अनि आलियाको यहाँ 600 मा किने टी-शर्ट चाहिँ हामीले यहाँ 300 मा देख्यौँ गाइस। बसन्तपुर पुग्यो, बदाम खाइरहेछौँ। मलाई आधा घन्टा भनेर 2 घन्टा लाएर लिएर आइदिन्छु। के भन्नु कस्तो राम्रो राम्रो कुरो डन छ कि, तर मलाई नकिनिदिने रे। यो त हेला भयो हो कि दाइ? भोलि पर्सि यसको मार्किन अनि आइसक्रिम लिन आइसकेको छौँ। नानीले पैसा दिँदै हुन्छ। नानी लस्सी दिनु। अहिले यो टी-शर्ट लिने विचार गरेको छु। मामुले नि मलाई हुन्छ भन्छ। So we are in rest. यहाँको बबल टी बेस्ट, यो वाला बबल टी बेस्ट। बेस्ट रहेछ? बेस्ट रिभ्यू दिएको? मिठो लस्सी। अनि त्यहीको आइसक्रिम पनि मिठो छ। के खाइस् त आज बसन्तपुरमा? हाउ वाज योर डे? के इन्जोय गरिस्? खुट्टा दुखायो अन्त मिठो मिठो खानेकुरा खायो। ब्लगको लागि कन्टेन्ट मिल्यो। के रे? कसो कहीँ घुम्न जाँदा पनि म हजुरको बिग फ्यान हो, मैले सब्सक्राइब गरेर छु भनेर सुन्न पाउनु नि, पाउँदैन। त्यो मान्छेलाई डक्टर र साइन्टिस्टको भनाइअनुसार खानु हुँदैन क्या। के बोलिहाले? आमा शरीरलाई बिगार्छ, पेटलाई बिगार्छ, खानु नै म पनि खाँदिनँ, खानु हुँदैन। फेरि खाएको जस्तो मात्र गरे। किने आफै